दर्शन नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई अनदर ब्लग। सबैजनालाई स्वागत छ मेरो आजको नयाँ भिडियोमा ब्लगमा। सबैजना सञ्चालन हुनुहुन्छ होला, म पनि एकदम सञ्चालनमा छु र मैले चाहिँ आज कति हप्तापछि नयाँ ब्लग गराएको छु साथीहरू। म एकदम सरी भन्न चाहन्छु होइन, मैले 3-4 हप्तासम्म मैले ब्लग पोस्ट गरेन किनभने चाहिँ मेरो आफ्नो कामहरू पनि थियो अनि म चाहिँ धेरै ब्लग पनि पोस्ट गर्न पाउँदैन। आज बल्ल टाइम मिलाई मैले ब्लग पोस्ट गर्दैछु, तर मैले ब्लग त गराएको छु साथीहरू होइन, तर कस्तो हुन्छ मलाई केही पनि थाहा होइन, त्यो चाहिँ हेर्दै गर्नु होला। अनि मैले चाहिँ यत्रो हप्तासम्म चाहिँ ब्लग नगरेको कारण चाहिँ हजुरहरूलाई थाहा नै होला, किनभने चाहिँ मेरो पढाइ छ साथीहरू होइन। म बिहानदेखि बेलुकासम्म स्कुलमा हुन्छु अनि म के गर्ने, त्यही भएर लास्टै झ्याउँछ होइन, त्यही भएर मैले ब्लगै गर्न पाउँदिनँ। अब चाहिँ म कन्टिन्यू गर्छु साथीहरू ब्लग। अनि अहिले चाहिँ मैले यहाँ राइस प्याक गराउँदैछु फेसमा लगाउने, अनि दिदीहरूलाई चाहिँ कफी गराइदिन्छु, हेर्नु होला। अनि साथीहरू भन्नुपर्दा मेरो मम्मी विदेश गइसक्नुभयो, मैले मेरो मम्मीलाई ब्लगमा देखाउन पाएन। जब मम्मी घर हुनुहुन्थ्यो तब मैले ब्लग नै गराएन, त्यही भएर म धेरै दुःखी छु क्या। मैले मेरो मम्मीलाई इन्ट्रोडक्सन गराउने ब्लग गराउने भनेर कति सोचेको थिएँ कि, तर मेरो मम्मीको भन्नाले काम मिलेर मम्मी विदेश गइहाल्नुभयो, त्यही भएर मैले मेरो मम्मीलाई देखाउनु पाएन। जुन दिन मम्मी आउनुभयो त्यो दिनदेखि मैले ब्लग नै कन्टिन्यू गरेको थिएन। मैले आज बल्ल कताबाट चाहिँ मैले ब्लग गराउँदैछु साथीहरू। यस्तै हो क्या स्कुल लाइफ होइन, विद्यार्थी भएपछि पढ्नुपर्छ। अब अर्को वर्ष मेरो एससी छ, त्यही भएर झ्याउँछ साथीहरू होइन, केही छैन। अब मेरो मम्मी पनि गइहाल्नुभयो, मेरो मम्मी गएको 6-7 दिन भइसक्यो, तर पनि अब मम्मीलाई मैले ब्लगमा देखाउन पाएन, त्यसको लागि सरी साथीहरू, केही छैन। अनि मैले चाहिँ यता यस्तरी राइसहरू यो भइसक्यो साथीहरू, धेरै भइसक्यो। अनि यहाँ चाहिँ दुध बसालेको छु अनि म चाहिँ राति कफी यहाँ हालेर चाहिँ दिन्छु दिदी र भाइलाई। अनि म चाहिँ यो गराउँदै थिएँ, अब चाहिँ मैले यसलाई मिक्सरमा पिसेर गराउँछु, हेर्दै गर्नु होला होइन, मैले कस्तो गराउँछु हेर्दै गर्नु होला साथीहरू के कसो हुन्छ। अनि अब चाहिँ म त्यो राइस प्याक गराउँछु, दिदीहरूलाई चाहिँ अगाडि कफी गराएर दिन्छु ल गाइस। दिदी र भाइलाई चाहिँ कफी रेडी भइसक्यो, अब चाहिँ म दिदी र भाइलाई चाहिँ गएर दिन्छु। म्याम आई इङ्ग्लिसमा नभए म बोल्दैन, मेरो बेजत मात्रै हुन्छ। त्यसपछि चाहिँ मैले यो राइस प्याक चाहिँ मजाले खतरा फेसमा लाउने गराउँछु। अब चाहिँ मैले यो भाइ र दिदीलाई दिएर आउँछु, लेट्स गो। हामी पोखी जाला गाइस, अब चाहिँ म गएको ल। सिस्टर दिदी यो चाहिँ दिदीलाई, यो चाहिँ भाइलाई ल, हजुर एउटा खानु, यहाँ यो चाहिँ म भाइलाई दिन्छु। अनि मेरो दिदी चाहिँ यता हुनुहुन्छ, बाहिर बजार खान लाग्दा, भाइलाई चाहिँ मैले उता दिइसकेँ, खाली हुनुहुन्छ गाइस। मैले चाहिँ यहाँ भिडियो गराइदिँदैछु है, एकछिन 3x देखि गराइदिउँ ल है गाइस। यतिखेर चाहिँ मैले भोइस कभर गरेको किनभने चाहिँ म काम गर्दै थिएँ क्या, मैले सामानहरू ल्याउँदै थिएँ। अनि त्यहाँबाट चाहिँ मैले यस्तो राइस प्याक चाहिँ मैले पहिला पनि गराएको थिएँ र मैले लगाएको पनि थिएँ 1 हप्तासम्म, बिहान बेलुका जहिले पनि लाउने गर्थेँ अनि मलाई चाहिँ एकदम राम्रो लागेको थियो। र चाहिँ मैले आज पनि गराएँ होइन। अनि यहाँ चाहिँ हामीले मिक्सर राखेको छौँ क्या, यस्तै दराजमा राख्छौँ भाँडाहरू नचाहिने, काम परेको बेला तर निकाल्छौँ क्या। त्यहाँबाट चाहिँ मैले मिक्सरहरू तानेँ, एकदम एक्साइटेड पनि थिएँ साथीहरू, किनभने चाहिँ मैले फेरि अनि राइस प्याक चाहिँ आफ्नो फेसमा लगाउनको लागि चाहिँ एकदम एक्साइटेड थिएँ क्या म, बुझ्नु भएन गाइस होइन। मैले चाहिँ गरिसकेँ क्या, यहाँ चाहिँ चामल हालिसकेँ, थोरै दुध हालिदिएँ क्या मैले, केही छैन। अनि अब चाहिँ मैले यो दुध चाहिँ यति मात्र हाल्छु आजलाई, थोरै गराउन लगाएको छु। अब चाहिँ मैले यसलाई यहाँ मिक्सरमा पिस्नु पर्ने हुन्छ, हेर्दै गर्नुहोस् है गाइस, हेर्न सक्नुहुन्छ यस्तो भएको छ। म देखाउँछु र हजुरलाई राम्रोसँग। ल गाइस यति अब भइसक्यो, अब चाहिँ मैले एउटा भाँडामा खान्छु ल साथीहरू। मैले चाहिँ गराएर पनि अनि त्यो मिक्सरमा अलिअलि बचेको थियो, त्यो चाहिँ हामीले अहिले चाहिँ लगाइदिउँ होइन। यो खास चाहिँ बिहान र बेलुकीमा लगाउने, तर हामीले अहिले लगाइदिउँ। अनि यता हेर्नु सक्नुहुन्छ यस्तो भएको छ, मेरो दिदीको यस्तो भएको छ।
हामी चिन्देकै छैन भूत ल साथीहरू हेर्दै गर्नु होला अनि यसको रिजल्ट चाहिँ कस्तो आउँछ म देखाउँछु आजै त आउन देख्दैन म त अब ल सो सरी गाइस यहाँबाट चाहिँ मैले अरू क्लिप चाहिँ गराउन बिर्सेथेँ अनि यो चाहिँ मैले अहिले चाहिँ क्लिप गराएर चाहिँ त्यही पनि म हालिदिन्छु न भनेर चाहिँ यो भिडियो पोस्ट गर्दैछु युट्युबमा भ्लग चाहिँ अनि अब मैले त्यति बेला पनि अब क्लिप चाहिँ गराउनु पर्ने हो अनि त्यहाँबाट पछि के भएर चाहिँ मैले भ्लग नै गराउनु पाएन त्यहाँबाट चाहिँ पछि के अनि त्यही भएर चाहिँ अब त्यति नै थियो त्यो भ्लग अनि त्यो दिन चाहिँ मैले कति धेरै गराएँ नि राइस ब्याग अनि हामीले दिनकै लगाउने गऱ्यौँ तर 3 दिनमै गन्न आइहालेको कि फ्रिजमा राख्दा पनि त्यही भएर चाहिँ हामीले त्यो फालिदिएको हो अलिकति बचेको थियो अनि अब फेरि चाहिँ मैले लाउनु सुरु गर्छु अब कुन दिन गराउँछु तर त्यो राइस प्याकले चाहिँ हाम्रो फेस त एकदम राम्रो गराउँछ होइन ओइली फेसको लागि पनि एकदम राम्रो छ होइन तपाईँहरूको फेस स्किन अनुसार चाहिँ हुन्छ त्यही पनि तपाईँहरूले चाहिँ विचार गर्न सक्नुहुन्छ अब मैले त्यो गराएको चाहिँ क्लिप हालेको छु तर त्यहाँ पछि चाहिँ अब लगाएपछि के कस्तो भयो त्यो चाहिँ मैले हालेको छैन त्यसको लागि चाहिँ धेरै धेरै सरी भन्न चाहन्छु अनि अब चाहिँ म सकेसम्म चाहिँ डेली भ्लग हाल्ने कोसिस गर्छु साथीहरू होइन अब हेर्दै गर्नु होला अब यो भ्लग के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला अब यो भ्लग त मैले त्यत्तिकै कति जम्मा 6-7 मिनटको मात्र भएको छ किनभने चाहिँ मैले खास भ्लग कन्टिन्यू गर्ने भनेको थियो त्यति बेला नै तर पाएन क्या के भयो अब दिदी आएपछि यस्तै त हो अब के गफहरू गरिन्छ झगडा यस्तै हो होइन अनि त्यही भएर अब मैले त्यति धेरै भ्लग नै गराउनु पाएन त्यही भएर चाहिँ सरी भन्न चाहन्छु अनि अब चाहिँ म डेली भ्लग हाल्ने चाहिँ कोसिस गर्नेछु सबैजनाले सपोर्ट गरिदिनु होला अब चाहिँ म डेली भ्लग हाल्छु साथीहरू यस्तो कालले हुँदैन क्या मैले मम्मी आएदेखि भ्लग हालेँ त्यहाँबाट मैले भ्लग नै हालेको थिएन त्यो त हजुरले पनि हेर्सक्नुभयो तर आज चाहिँ मैले यो भ्लग पोस्ट गर्नेवाला चाहिँ सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब हानिदिनु होला यदि कोही नयाँ हुनुहुन्छ भने सबैजनाले सब्सक्राइब गर्न नबिर्सिनु होला र बाई बाई गाइस भेट्नुपर्छ नेक्स्ट भ्लगमा अब चाहिँ म कन्टिन्यू भ्लग हाल्छु बाई लभ यु अल